ल हजुरहरु हेर्न सक्नुहुनेछ यो ट्युब भित्र कति फोर रहेछ आम्म हामी चाहिँ अहिले चाहिँ यो सोलर चाहिँ सर्भिसिङ गर्न आएको ल हेर्नु त हजुरहरु टक्क हामी चाहिँ अहिले सोलरको ट्युब चाहिँ खोलिरहेको सोलरको ट्युब टक्क यो चाहिँ सोलर चाहिँ सर्भिसिङ चाहिँ गर्न आएको यो खासै सोलर सर्भिसिङ भनेको किन गर्न आएको तपाईको यो चाहिँ पानी दिनभरि घाम लाग्ने तर नतातेर तपाईको उहाँ म्यामले हाम्रो टिकटक भिडियो हेर्नु भएछ त्यसपछि उहाँले चाहिँ खबर गर्नुभयो ल भाइ मेरो पनि सोलर चाहिँ आएर सर्भिसिङ गरिदिनु पर्छ भनेर त्यसपछि ल हेर्नु त उहाँ सोलरको चाहिँ ट्युबमा चाहिँ कतिको फोर रहेछ ल हेर्नु त तपाईहरु टक्क मजाले हेर्नु ल हजुरहरु कतिको फोर रहेछ ल यतिको फोर छ ल यस्तै चाहिँ हजुरहरु घरमा चाहिँ सोलर चाहिँ सर्भिसिङ गर्नु पर्योमा हाम्रो जेटीएसी टेक प्राइभेट लिमिटेडलाई सम्झिनु होला हाम्रोबाट हजुरको 15 वर्ष एक्सपिरियन्स काम पनि सफा राम्रो चिटिक्क भरपर्दो हुनेछ यो चाहिँ सेवा चाहिँ लिनलाई हजुरहरुले नछुटाउनु होला समयमै चाहिँ लिनु अब जाडो महिनामा तपाईको जाडो महिनामा पनि गर्दा हुन्छ तर तपाईको जाडो महिना भन्दा चाहिँ बेटर चाहिँ गर्मीमै चाहिँ राम्रो हुन्छ गर्मीमा पानी पनि रनक्कै तातिन्छ त्यसपछि तपाईको सोलर सर्भिसिङ गर्यो भने ट्युबको पनि आयु तपाईको मजाले हुन्छ ट्युबको पनि आयु बढ्छ पानी पनि रनक्कै तातिन्छ र ट्याङ्कीको पनि आयु बढ्छ र ट्याङ्की फुट्नबाट जोगिन्छ ल